हेलो साथीहरू, आज मेरो भ्लगको चाहिँ 11 दिन। साँच्चै भन्नुपर्दाखेरि चाहिँ आज मैले भ्लग सुरु गर्नुभन्दा अगाडि चाहिँ मेरो दिमागमा एउटा कुरा खेलिरहेको थियो क्या। अलरेडी 10 दिन भइसकेको थियो नि त मैले डेली जस्तो भ्लग हाल्न थालेको। अनि मेरोमा भिडियोमा भ्युज भने चाहिँ त्यति नजाने क्या, 400-500 मात्र जाने क्या। अनि मैले फेरि सोचेँ क्या, मैले फर्स्ट दिन भ्युजको लागि भनेर त पक्कै सुरु गरेको थिइनँ नि त। अनि मैले फेरि आफूलाई चेन्ज गर्न र नयाँ अनुभव लिनको लागि सुरु गरेको हो नि त। सो भ्युज जस्तो सुकै होस्, तर मेरो मेहनतको यात्रा चाहिँ रोकिँदैन भन्दै आज पनि तपाईँहरूमा आज एउटा रमाइलो भिडियो लिएर आइसकेको छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि आज म चाहिँ बिहान उठेर कलेज गएको थिएँ, फर्म भर्न थियो हाम्रो टिचिङको लागि। अनि साथीहरूसँग भेट भएपछि त्यत्तिकै रमाइलो हुने के, त्यत्तिकै कस्तो रमाइलो लाग्यो। धेरै पछि गएको थिएँ कलेज। अनि फर्किने क्रममा चाहिँ टेम्पोबाट झरिसकेपछि भाउजूलाई भेट भयो। अनि बाटोमा बहिनीलाई पनि भेट भएको थियो, गाउँको बहिनी किन्चल बहिनीसँग। अनि एकछिन गफ गऱ्यौँ, अनि त्यो भएर ढिलो पनि भइसकेको थियो। अनि हामी रुम फर्क्यौँ। अनि रुम आइसकेपछि मैले चाहिँ नानीलाई खाजा पास्ता बनाइदिएँ, किनकि कस्तो मिठो भएको थियो। फुपू मलाई पास्ता ल्याइदिनु भनेर भन्दै थिएँ। अनि मैले पास्ता बनाइदिएँ नानी र बाबुलाई नै। यो बेला चाहिँ खाना खाइसकेको थियौँ हामीले, आएर भोक लागिसकेको थियो नि त। अनि पास्ता बनाएर अनि नानीलाई बोर्डिङतिर पुर्याइदिएँ मैले। अनि साथीहरू, यो भिडियो हेरेर तपाईँहरूमध्ये कसैलाई त दिमागमा म पनि भ्लग सुरु गर्छु भन्ने सोच त पक्कै आएको होला। अनि भोलि गर्छु भनेर अनि क्यामेरा राम्रो छैन, भ्युज नै आउँदैन, बोल्नै आउँदैन भनेर चाहिँ नबस्नु होला। भ्युज भन्ने कुरा बिस्तारै आउँछ, बोल्न त झन् अब सुरु गरेपछि त त्यत्तिकै सकिन्छ। बोल्न चाहिँ सुरु गर्न थाल्नु पर्यो, त्यत्तिकै गफाडी हुन्छ भ्लग बनाउन थालेपछि। अनि मान्छेहरूलाई क्यामेरा फेस गर्न नि गाह्रो लाग्छ। अनि क्यामेरा फेस गर्न गाह्रो लाग्छ भने यसरी नै मेरो जस्तै भोइस ओभर गर्दा नि मिल्छ। अनि भ्लगै सुरु गर्दाखेरि चाहिँ कसैले केही भन्यो भने ओहो भने म त अब गर्दिनँ भनेर चाहिँ पछाडि सर्नु हुँदैन, किनकि मान्छेहरू खुट्टा तान्ने त धेरै नै हुन्छन् के, भन्ने त कति धेरै। त्यस्तै हो, बनाउन मन हुनेले बनाउनु होला सुरुदेखि नै। अनि मैले आज खाजाको लागि चटपटे बनाएको थिएँ, कस्तो मिठो भएको थियो भने नि। चटपटेको रेसिपी पनि हेरिसक्नु भयो होला तपाईँहरूले, दामी भएको थियो चटपटे। अनि म काठमाडौँ आएँ, खाना भनेको त्यस्तो बनाएकै छैन कि। अनि आज चाहिँ म खाना बनाउँछु भनेर सुरु गरेको थिएँ खाना बनाउनलाई। अनि आज म चाहिँ कुक भइहालेँ आज रुमको। अनि मैले चाहिँ दाल बसाउनलाई रेडी गरिसकेको थिएँ। अनि त्यसको लागि चाहिँ लसुन प्याज टमाटर पनि एकदम काटकुट पारेर रेडी पारिसकेको थिएँ। अनि दाल साल बसाएँ टक्क लाएर। अनि आज मैले खाना भात नि अनि तरकारी पनि पकाउनु थियो के। अनि मैले दाल साल बसाएर एकछिन फोन हेर्दै दाल पाकिसकेको थियो मेरो चाहिँ रुममा। अनि मैले सबै थोक हालिसकेको थिएँ नि त, टमाटरहरू हाल्दाखेरि दाल चाहिँ यस्तो भएको थियो, कस्तो राम्रो के मिठो पनि हुन्छ। अनि मेरो दाल रेडी भइसकेपछि मैले खाना बसालेँ। अनि खाना बसालेपछि तरकारी भाउजूले काटिदिनु भयो तरकारीहरू। अनि तरकारी पनि मैले एकदम छिटो रेडी सेडी गरेँ। अनि सफलता एक दिन होइन बिस्तारै मिल्छ भन्दै आजलाई यति नै भिडियो राखेँ। बाई साथीहरू, गुड नाइट।